चितवनको सौराहा देशकै तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिन्छ। साना ठूला गरी यहाँ 150 को हाराहारीमा रहेको होटल र रेस्टुरेन्टहरूबाट दैनिक करिब 3 टन फोहोर निस्कने गर्दछ। तर यो फोहोरको सही व्यवस्थापन भने गरेको पाइँदैन। अहिले सौराहामा फोहोरको व्यवस्थापनका लागि भन्दै सहकारी संस्था समेत गठन गरिएको छ। कसरी काम सुरु गर्दैछ सहकारीले र के साँच्चीकै सौराहाको फोहोर व्यवस्थित होला त? यो साताको जनबहस। उहाँहरूले खोलाबाट अथवा तालहरूबाट त्यो फोहोरहरू ल्याउनुहुन्छ कि ल्याउनुहुन्न? Most people don't mind so much if it's a business project because money makes money. राति ढल खोलेर नदीमा फाल्ने, फोहोर फाल्ने यो कार्य चाहिँ अझै पनि रोकिएको छैन। होटल तथा रेस्टुरेन्ट सञ्चालक, नेचर गाइड र पर्यटक व्यवसायीहरूको बीचमा क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष सुमन घिमिरे, सौराहालाई चाहिँ सुन्दर र सफा बनाउन हामी पछि पर्ने छैनौँ। डस्टबिनको व्यवस्था पनि हामी त्यहाँ गर्नेछौँ। समग्र सौराहालाई सुन्दर सफा स्वच्छ बनाउने अभियान हो। र दिगो फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था सौराहाका अध्यक्ष राजेन्द्र खरेल, बचौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने र फोहोर व्यवस्थापनका लागि काम गर्दै आउनु भएकी हल्याङकी मातृना बीचको यो बहस, यो साताको जनबहस। सुन्न नभुल्नुहोला शनिबार साँझ 7 बजे र पुनः प्रसारण बुधबार बिहान 8 बजे कार्यक्रम जनबहस।